वेलकम गर्नु पर्यो होइन। हामीले एकदम हाँसेर एकदम खुसी भएर स्माइल फेसमा वेलकम गर्नु पर्यो। त्यसपछि वेलकम गरेपछि जो पनि हाम्रो गेस्टहरू आउनुहुन्छ, कतिजना आउनुहुन्छ, कति वर्क हुनुहुन्छ होइन, उहाँलाई आफ्नो ठाउँ देखाउनु पर्यो। जस्तो कि 4 जना आउनुपर्छ भने 4वटा टेबल, 2 जना आउनुपर्छ भने हाम्रो सानो टेबल गराउनु पर्यो पहिला होइन। त्यो त सबैलाई थाहा भएकै कुरो हो। त्यसपछि गेस्ट आउने बित्तिकै हामीले सबभन्दा पहिला के दिनु पर्यो? पानी दिनु पर्यो। घरमा पाहुना आउँदा नि पानी दिन्छौँ होइन। त्यसपछि पानी दिएपछि हामीले के दिनु पर्यो? मेनु हो। त्यो कुरा हामी सबैलाई थाहा छ। अनि मेनु दिएपछि हामीले के गर्नुपर्छ? हजुर, होल्ड गर्नुपर्छ। अनि गेस्टले बोलाउनुहुन्छ। अनि कोही गेस्ट बिजी छ, यदि कन्फ्युज लागेको छ, धेरै टाइम लागेको छ भने हामी के गर्नु पर्यो? हजुर, होइन म हेल्प गरौँ तपाईँलाई भनेर सोध्नु पर्यो होइन। कति गेस्टहरू अक्मक्कीको हुन्छ, थाहा हुँदैन नि त होइन। त्यसपछि हामीले सजेसन दिनु पर्यो कि हजुरलाई यो खाना मिठो छ, हजुरलाई कस्तो टाइपको खाना खानुभएको, खाना चाहिएको हो, त्यो सोध्नु पर्यो हो। त्यसरी हामीले गेस्टलाई त्यो गरेर अर्डर लिइसकेपछि हामीले पिओएसबाट मसिनबाट हामीले अर्डर पुस्ट गर्न पर्यो। अनि त्यसपछि गेस्टसँग मेन अर्डर लिँदाखेरि ध्यान राख्नुपर्ने कुराहरू के हो? तिनीहरू गेस्टलाई पानी दियो, मेनु दियो, एभ्रिथिङ गर्यो, डिसिप्लिन छ भने मेन गेस्टसँग अर्डर लिँदाखेरि ध्यान राख्नुपर्ने कुराहरू के हो? होइन, गेस्टको चोइस अफ फुड, चोइसको हिसाबले जस्तो कि चिल्ली पनिर लेखेको छ, लेस स्पाइसी चाहिएको छ भने मेन्सन गर्न पर्यो होइन। अब केही फुड जो एलर्जिक हुन्छ नि गेस्टहरूलाई, एलर्जिक फुडहरू के हो? तिमी भन, तिमी भन। तिमी भन।